हेलो नमस्कार वेलकम छ मेरो अर्को युट्युब च्यानल र आजको भिडियोमा हाम्रो चाहिँ आजको भ्याकेन्सी भनेको चाहिँ हिमालयन लघु वित्तीय संस्था लिमिटेडमा चाहिँ भ्याकेन्सी खुलिसकेको छ। यो पनि एउटा नेपाल राष्ट्र ब्याङ्कबाट गभर्नको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघु वित्तीय संस्था हो भने यसको सेन्ट्रल अफिस चाहिँ चाबेल काठमाडौँ नेपालमा छ। त्यसैगरी यो चाहिँ प्रकाशित मिति भनेको 2082 6 महिना 30 गते भएको र हिमालयन लघु वित्तीय संस्था लिमिटेड चाहिँ हिमालयन ब्याङ्क लिमिटेड सहायक कम्पनी हो। नेपाल राष्ट्र हिमालयन ब्याङ्कै लिमिटेडको चाहिँ सहायक कम्पनीको रूपमा हो। नेपाल राष्ट्र ब्याङ्कको चाहिँ घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघु वित्तीय संस्था हो। यस संस्थाको लागि कर्मचारी आवश्यकता भएकोले तपसील बमोजिम न्यूनतम योग्यता पुगेको इच्छुक नेपाली नागरिकले चाहिँ दरखास्त दिन सकिनेछ भनेर भनेको छ। र यहाँनिर 6 वटा पोस्ट देखाइएको छ। यहाँभित्र पनि पोस्ट लुकाइएको छ। 6 नम्बरदेखि नै तपाईँलाई सरस्वती देखाउँदैछु म। कनिष्ठ सहायक 6 नम्बरमा छ भने कनिष्ठ सहायक फिल्ड सहायक भनेर भनेको छ। यो चाहिँ प्रशिक्षार्थीको लागि हो। न्यूनतम एसएसएलसी पास गरेको हुनुपर्नेछ भन्ने छ। त्यसै मोटरसाइकल चालक अनुमति प्राप्त भएकोलाई चाहिँ प्राथमिकता दिनेछ। यति भएपछि तपाईँले चाहिँ कनिष्ठ सहायक प्रशिक्षार्थीमा काम गर्न सक्नुहुन्छ। त्यस पछाडि अर्को भनेको वरिष्ठ सहायकको लागि खुलेको छ। यसमा चाहिँ वरिष्ठ सहायक र सहायक पाउनुहुन्छ। वरिष्ठ सहायक र सहायकमा पनि शाखा प्रमुख र फिल्ड सहायक दुईटै मागिएको छ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट चाहिँ +2 पास गरेको तर उत्तीर्ण भएको वा एसएलसी पास गरेकोलाई चाहिँ एसएससी गरेर 2 वर्षमा काममा चाहिँ लागेकोलाई प्राथमिकता दिनेछ भनेको छ। र लघु वित्त क्षेत्रमा चाहिँ 3 वर्षको अनुभव तथा शाखालाई प्रमुखको रूपमा अनुभव भएकोलाई चाहिँ विशेष ग्राह्यता दिने भनेर भनिएको छ। त्यस पछाडि आउँछ यहाँनिर सहायक अधिकृतमा चाहिँ यो पनि शाखा कार्यालय प्रमुखकै भ्याकेन्सी हो र यसमा चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक व्यावसाय पास गरेको वा छोरको परीक्षा उत्तीर्ण भएको साथै सम्बन्धित क्षेत्रमा चाहिँ 2 वर्षको कार्य अनुभव छ भने हासिल गरेको छ भने चाहिँ पाइयो। अनि त्यसपछि यहाँ भनेको छ प्रवीणता त्यो बाहेक अरू +2 पास गरेको हुने भयो तर सम्बन्धित क्षेत्रमा कनिष्ठ वरिष्ठ सहायक पदमा चाहिँ 1 वर्ष र सहायक पदको लागि चाहिँ न्यूनतम जम्मा 3 वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ भनेर भनेको छ। र यसको लागि पनि यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। लघु वित्तीय संस्थामा कम्तीमा 5 वर्षको कार्य अनुभव 3 वर्ष यति त भयो, 1 वर्ष 4 वर्ष 5 वर्ष भएकोलाई चाहिँ प्राथमिकता दिइन्छ भनेर भनेको छ। र प्रमुखबाट काम गरेको छ भने चाहिँ त्यसलाई पहिलो प्राथमिकता दिइन्छ। त्यस पछाडि अनुगमन तथा अधिकृत क्लस्टर प्रमुख भनेर भनेको छ। फिल्ड तथा विभागीय प्रमुख चाहिएको छ। उप-अधिकृत भनेर रहेछ। उप-अधिकृतमा चाहिँ मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक व्यावसाय पास गरेको र उत्तीर्ण भएको साथै सम्बन्धित क्षेत्रमा 2 वर्ष कार्य अनुभव भएकोले पनि पाउँछ भने +2 पास गरेर उत्तीर्ण मुनिको एक तह मुनिको पदमा चाहिँ 3 वर्षको कार्य अनुभव हासिल गरेको छ भने त्यसलाई पाइयो। त्यस पछाडि लघु वित्तमा चाहिँ 5 वर्षको अनुभव गरेर त्यहाँ चाहिँ सुपरभाइजर अथवा खर्च विभाग जस्ता हेड अफिस विभागीय प्रमुखमा चाहिँ काम गरेकोलाई चाहिँ प्राथमिकता दिनेछ। त्यस पछाडि अनुगमन अधिकृत क्लस्टर प्रमुख फिल्ड विभाग अधिकृत श्रेणी त्यस पछाडि व्यवस्थापकीयमा पनि मागेको सूचना प्रविधि विभाग आइटीलाई चाहिँ मागेको रहेछ। मान्यता संस्थाबाट स्नातक व्यावसाय पास गरेको वा उत्तीर्ण गरी अनुभव भएको र स्नातक गरी सम्बन्धित क्षेत्रमा 5 वर्ष काम गरेकोलाई चाहिँ प्राथमिकता दिनेछ भनेर भनेको छ। मुनि हेर्न सक्नुहुन्छ तपाईँले परीक्षाको किसिम भनेको उल्लेखित पदहरूमा प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ भन्नु भनेको छ। प्रस्तुतीकरण कसरी देखाउँछ कसरी हेर्छ भने प्रस्तुतीकरण र अन्तर्वार्ता चाहिँ हुन्छ भनेर भनेको छ। विशेष प्राथमिकता कम्प्युटर भएको, एक्सेल, इमेल, इन्टरनेट र नेपाली टाइपिङ गर्न जान्ने, सम्बन्धित ज्ञान भएको, मोटरसाइकल चालक अनुमति प्राप्त भएको, काठमाडौँ उपत्यका बाहिर गए दुर्गम तथा ग्रामीण क्षेत्रमा
क्षेत्रमा भएका कार्यालयहरूको लागि रहे कार्य गर्न इच्छुक भएका उम्मेदवारहरूलाई चाहिँ विशेष प्राथमिकता दिनेछ भनेर भनेको छ। त्यस पछाडि उमेरको अध्यावधिक दरखास्त दिने अन्तिम दिनसम्म व्यवस्थापकीय क्षेत्रको लागि चाहिँ 21 वर्ष पुरा नभई 45 वर्ष हुन आएको छ भने क्रमशः सङ्ख्या 2 देखि 4 को लागि 21 वर्ष पुरा नभई 40 वर्ष हुन आएको र बाँकी उल्लेखित पदहरूमा 18 वर्ष पुरा नभई 35 वर्ष लागेको तर महिलाको उमेरको हकमा महिलालाई 5 वर्षको उमेर थप हुनेछ भनेर भनेको छ। त्यस पछाडि तलब तथा सुविधा चाहिँ सबैको चाहिँ वित्तीय संस्थाको नियमअनुसार भनेर भनेको छ। यसको लागि चाहिँ तपाईँले चाहिँ 15 दिनभित्रमा चाहिँ यहाँनिर दिएछ http://himalayan लघुवित्त .rigojobs.com मा चाहिँ गएर आफ्नो फारम त्यहाँबाट चाहिँ भर्न सक्नुहुनेछ। धन्यवाद।